नमस्ते साथीहरू, तपाईँहरूलाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानल मेरो अफिसियल युट्युब च्यानलमा। आज म अलिक विशेष भिडियो लिएर तपाईँमा आज उपस्थित भएको छु। के हो भन्नुहुन्छ भने मेरो बहिनी गाउँ गएको थिइन्, ऊ चाहिँ आज घरमा यहाँ आएको छिन्। गाउँबाट चाहिँ मेरो आमा दिदीले कसरी पठाइदिनु भएको छ के हो म त्यो खोलेर हजुरलाई देखाउँछु ल गाइज। एक एक गरी थुप्रै छ यहाँ सामानहरू चाहिँ साथीहरू है, आमा दिदीहरूको माया है के हुन्छ सामानहरू खोलेर सबै देखायो। सामान खोलेर नदीबाट उसमा के छ है यसरी पठाइदिनु चाहिँ टाढा मतलब युठानदेखि होइन 12-15 घन्टाको बाटो त्यो त खोल्नै सकेन। सायद यो घिउ हुनुपर्छ होइन। अब खोल्नै सकिँदैन। के भयो घिउ त घिउ हुन्छ चिप्लो यो सकेन है गाइस, पछि आउँछु। घिउ हुनुपर्छ यो चाहिँ यो के भन्छ तोरीको तेल, अरिजिनल एकदम तोरीको तेल हो। यो मेरो नानीको लागि पठाइदिनु भएको आमाले, बहिनीले पठाइदिएको चाहिँ मेरो बहिनीले धेरै धेरै धन्यवाद। यो चाहिँ उसले बोक्ने बोकेर पढ्ने बोकेर गएर चाहिँ यो के है गाइज फेरि है मासु पठाइदिएको दिदीले हो, खसीको मासु। धेरै धेरै धन्यवाद मेरो दिदीलाई। म यहाँबाट पनि धन्यवाद दिन चाहन्छु गाइज है। अर्केको छ मेरोमै यो पनि मासु, यो बट्टामा गर्मी त दिन आइसक्यो ल गाइज है। अब अर्को खोल्दैछ म है साथीहरू। यत्रो बट्टामा आएको चाहिँ के हो भनेर पठाउनु मलाई चाहिँ यो चाहिँ मेरो जेठी दिदीको कसरी हुनुपर्छ गाइज। अचार जेठी के अरे जेठी दिदीले ल्याएको, जेठो भिनाजुले पठाइदिएको इन्डियाबाट। धन्यवाद दिदी। कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनु होला है गाइज। यसमा चाहिँ सिद्धि है, यसमा चाहिँ अब मेरो बहिनी पढ्ने बुक आएको छ। यत्रो धेरै छ है सामानहरू। के हो चाहिएको हेर्नुहोस् यस्तो बाटोले पठाइदिनु हजुरहरूकोतिर हुन्छ यो होइन। यो हामीले चाहिँ बाबियो भन्दैन होला है, हजुरकोतिर कता कता खरेटो पनि भन्छ है। यस्तो यो के भन्छ बाँडेर बनाएको कि बाटेर बनाएको चाहिँ हो। सामानमा पनि यस्तो हाल्छ गाइज, यहाँ त भरिन्छ होला है सामानहरू। के चिन्नुहुन्छ हजुरहरूले? यो भन्छ तित्री, इम्ली है, इम्ली हाम्रोतिर तित्री नै भन्छ। इम्ली के नेपाली हो क्या? यो भरि छ है, बहिनीले पठाइदिएको मेरो बहिनीले। थ्याङ्क यू। यो उसको किताब मेरो यस्तो पक्को काम हुन्छ। मेरो आमा दिदीहरू है, मेरो बुवा मिठो कस्तो छ मिठो गाइज। यो पनि के भन्छ त्यो इन्डी नै रहेछ है। हेर्नुहोस् यो आमाको मन नै पठाइदिनु भएको छ। के यस्तो यो त है अब के हो सुकी साह्रो त्यस्तै गुन्द्रुकहरू हुनुपर्छ है। त्यसरी राख्नु यसरी इन्डीहरू फेरि त्यसरी
फेरि हेर्नुहोस् च्याख्रा है, मतिर आँटो पनि भन्छ, तपाईँहरूले बुझ्नुहुँदैन होला आँटो भन्दाखेरि फेरि च्याख्रा हो है गाइजी। च्याख्रा एकदमै च्याख्रा छ, खाने आउनुमा अर्को खोल्नुपर्छ, यस्तो ठुलो छ अझ एउटा उठ्ने गर्नु भयो हेर्नुहोस् पक्को गाडा खाइदिनुहुन्छ होइन। बुढो आमा र बुवा हुनुहुन्छ घरमा, हेर्नुहोस् सबैको घरमा त्यस्तै होला आजभोलि है। सबैका छोरा बुहारी छोरी ज्वाइँहरू सबै सहरतिर छिरिसक्यो। गाउँमा युवा युवती वयस्क मान्छे पाउने गाह्रो छ है, के गर्ने अहिलेको समय परिस्थिति त्यस्तै छ। सो द्याट हम पनि यतै छ काठमाडौँमा। यस्तो के भन्छ हजुरहरूकोतिर यसलाई? हाम्रोतिर चाहिँ के हो, बाबेबाट बनाएको हो बाटेर। यति पक्को काम छ यहाँ हेर्नु, पुरै छोड्नु। Oh no, guys. सेलरोटीहरू यस्तो छ यहाँ, सेलरोटी आमा मेरो माइली चाहिँ दिदी पठाउनु भएको है। यस्तो यो खुर्मा रोटी भन्छ हाम्रोतिर चाहिँ, हजुरको के भन्छ? पुरै बोराभरि बोकेर आएको छिन् अनि पुरै टुक्रा टुक्रा भएको छ है। उहाँको चाहिँ बोकेर आउँदाखेरि गाइज साथीहरू आउनु है, खाना हजुर पनि खान मनपर्छ कमेन्ट बक्समा म्यासेज गरिहाल्नु टुच्च गरेर। साथी के हो यो देख्ने चिजहरू के हो थाहा छैन मलाई चाहिँ है। म कमेन्ट देखाउँछु किन लुकाउनु हजुरहरूको अगाडि है। यो के तरुलको हेर्नुहोस्, यस्तो हुन्छ हाम्रोतिर। तरुल होला सायद, आई थिङ्क। इस कसरी राख्नु होला, यसरी राख्नुपर्छ। हेर्नुहोस् साथीहरू, बनाना लोकल बनाना लोकल बनाना साथीहरू कस्तो खानु पाउँछ हाम्रोतिर। बुढा बाबाले मारेर हेर्नुहोस् बनाइदिनु भएको छ, यसरी पठाइदिनु भएको छ। किनभने आमाको गुण दिन सकिँदैन है, खाइ हो। यहाँ फेरि छ भने है एउटा कुरा भन्छु म, त्यो पिठो हो कि दिएको होइन, यो चाहिँ गहुँ के गाउँको लागि गहुँ हो यो। अहिले गहुँको सिजन छ र मेरो साथीलाई ल्याइदिएको क्या, मेरो बहिनीले ल्याइदिएको, मेरो आमा चाहिँ पठाइदिनु भयो, मेरो साथीलाई पठाइदिनु भयो आमा। हेर्नुहोस् मेरो आमाको मन कस्तो छ गाइज भन्नुहोस् न। आमा सबै छ, आमा बयान गर्न पनि सक्छ साथीहरू। मेरो बा बुढो हुँदो छ, 70 वर्ष। हेर्नुहोस् ओहो म त सामान खोलेरै खोला थाकिसकेँ। आलु है प्याजहरू भरेर आलु प्याज अनि सबै यो चाहिँ खोल्नु सक्दैन, चम्चामा खोल्नुहुन्थ्यो। बन्द गर्ने के भन्नुहुन्छ साथीहरू, यो के हो भन्ने कुरा अब फर्स्टमा आएको थियो है, तर भाग खोजियो, यो चाहिँ लास्टमा पऱ्यो कि चिप्लियो त्यो आलुबाट। अब हेर्नुहोस् त्यो यो भन्ने कुरा माथि कि प्लास्टिक भन्नु माथि। म त हेर्नुहोस्
ढङ्ग पनि छैन पहिलो कुरा, दोस्रो कुरा पावर पनि छैन के यो खोल्दियो त एकछिन है साथीहरू हेर्नु गाउँबाट त मेहनत गरेर पोसेको पठाइदिनु हुन्छ है आमा बुवाले। दिदीले कथा गई के हो यो मटन गाई हेर्नुहोस् गाईजी म झन्नै पक्खेन हेर्नुहोस् उहाँदेखि बल्ल तल 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 लिएर आएको छु चाहिँ कोठामा राखेर होला यस्तो छ यार घिउ हेर्नुहोस् घिउ गाई ल खाने भयो मलाई सम्पर्क गर्नु होला मेरो कमेन्ट बक्समा ओके। के चाहिन्छ भन्नु होला यहाँ यो तोरीको तेल यो चाहिँ किरा हो होइन यो चाहिँ मासुहरू छ क्या यसमा चाहिँ गाइस पिँडी चाहियो भने भन्नु होला है। अब यो मैले ठ्याक्कै उयो गर्न सक्दिनँ आई थिङ्क यो गुन्द्रुक हुनुपर्छ अचार यस्तो मिठो अचार खानु भन्नु होला मलाई है। यो चाहिँ सेलरोटी हुने दिदीले सेलरोटी यो चाहिँ गहुँ यो चाहिँ पिठो अनि यो चाहिँ च्याख्ला आँटो मकैबाट बनेको च्याख्ला हाम्रोतिर आँटो हुन्छ नि त्यतातिर आँटो भनेर बुझ्नु हुँदैन कि काठमाडौँ बासीले प्याज र त्यो छ होइन। यस्तै यस्तै भिडियो लिएर म उपस्थित हुन्छु होइन। हजुरहरूले कस्तो कस्तो हेर्न चाहनुहुन्छ मेरो भिडियो कस्तो बनाएको देख्न चाहनुहुन्छ कमेन्ट बक्समा लेख्नु होला र जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। अनि मेरो च्यानललाई मीरा अफिसियल युट्युब च्यानललाई लाइक कमेन्ट गर्न नबिर्सिनु सब्सक्राइब चाहिँ गर्न नबिर्सिनुहोस् है साथी तपाईँहरूको साथ आवश्यक छ मलाई। हस् त धन्यवाद। फेरि अर्को भिडियोमा म उपस्थित हुने बाचासँगै बिदा चाहन्छु साथीहरू।